विद्यालय ककली रायकोटमा सञ्चालित सिजम 237 घ सशस्त्र प्रहरी जवान आधारभूत तालिमका 110 जना प्रशिक्षार्थीहरू दीक्षान्त कवाज निरीक्षणको लागि तयार छ। धन्यवाद छ। आदरणीय अतिथि महानुभावहरू, अहिले यस दीक्षान्त समारोहका प्रमुख अतिथिज्यू दीक्षान्त कवाज निरीक्षण गर्न जाँदै हुनुहुन्छ। पनि फौजी संगठनको प्राण हो भने कवाज अनुशासनको आधारशिला। कवाजले फौजको मनोबल हौसला उच्च राख्नुका साथै हृदयदेखि नहिचकिचाई खुशी साथ आदेशको पालना गर्ने बानीको विकास गराउँदछ। कवाजले अधिकृत तथा जवानमा आवश्यक पर्ने शारीरिक तन्दुरुस्ती, सहनशीलता, एकरूपता, स्तरीय तनाव, आपसी प्रेम, सद्भाव, नेतृत्व र सामूहिक भावनाको विकास गराउँदछ। त्यसैले फौजी जीवनमा कवाज अभिन्न अंग बन्न गएको छ। कवाजले तालिममा सिकेका ज्ञान, कला, कौशल समेतलाई प्रतिबिम्बित गर्दछ। अहिले कवाज कमान्डर प्रमुख अतिथिज्यूमा अभिवादन गर्दै अगाडि बढिरहेका छन्। कवाजको अग्रभागमा कवाजका कमान्डर प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान धनबहादुर नेपाली हुनुहुन्छ। त्यसै गरी अहिले नम्बर 1 सेमुका कमान्डर प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान निरोज रायमाझी प्रमुख अतिथिज्यूमा अभिवादन गर्दै आफ्नो टोलीलाई अगाडि बढाइरहनु भएको छ। त्यसै गरी नम्बर 2 सेमुका कमान्डर प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान जीत बहादुर सुनार प्रमुख अतिथिज्यूमा अभिवादन गर्दै आफ्नो टोलीलाई अगाडि बढाइरहनु भएको छ। त्यसै गरी नम्बर 3 सेमुका कमान्डर प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान संग्राम चौधरी प्रमुख अतिथिज्यूमा अभिवादन गर्दै चाहे लड्छु, लडी लडी म मर्छु कि मरी मरी म लड्छु। हिजोसम्म मेरा आँखाले जे देखे आजबाट अब म एउटै कुरा देख्छु। के जात, के धर्म, के वर्ण मलाई छैन थाहा। म हुन्छु त्यही नै अन्याय हुन्छ जहाँ।